नानीको नाम चाहिँ के नि? रिया। आहा, कति राम्रो नाम। म चाहिँ हर्कमान। यसले मेरो पनि पैसा दिन्छ, मलाई पनि दिन्छ। काम सुरु। रिया भन्ने बित्तिकै मुड आउनु परेन? अनुहार हेर्न यसको। त कहाँका साहित्यकार हो तेरो मुड आउनु पर्ने? जान काम सुरु गर। घर ज्वाइँ बस्ने हो भने म छोरी अनुमान तयार छु, नत्र भने कुरा मिल्दैन। घर जग्गे सोख छ भने त जोगी लिएर पाले भयो। यस्तो करले त जारी त के घु पनि झार्दैन। लु चोक्ने भएको चोकु। तिमीहरूको छोरी चेलीले 5 वर्ष घिचेको पनि लु चोकु। गर्ने भए गरौँ झ्याट। 5 वर्षसम्म हाम्रो चेलीले खाएको हामी तिर्छौँ। तर तिमीहरूले पनि 5 वर्षसम्म यो गरेको हाम्रो चेलीलाई छाप। बिहान पुको बोकेर कता हिँडेको? जासुकै छ, तँलाई के मतलब? हाम्रो पनि जाने ठाउँ छ नि, जाने ठाउँ छ भन्दै नचर्केर पाउतिर जुरुक्क उठेर हिँडेर हुन्छ। ओ पुपु। है नानु, साबे। माछा मार्नु खोलातिर जान्छ। के हेरेको? घर हेरेको मामा। हिमालजी, तपाईँ जस्तो इमान्दार मान्छे आर्मीमा छानिएको भए धेरै राम्रो हुन्थ्यो। आर्मीमा भर्ती मलाई भाइको सब कुरा फिट छ। नाक, कान, आँखा, दाँत, कपाल, ढाड, पैताला, छाती, हाइट, वेट, बोली सब कुरा राम्रो छ। तर एउटा समस्या छ हेर भाइ, तपाईँको त्यो एउटा ठुलो एउटा सानो रहेछ। सरी भाइ, आज इन्ट्रेस्ट भएन भनौँ। दसैँमा अलिअलि चार मनहरू अलिअलि। अनि दसैँ नै भए पनि यति बिहा नै त नगरेको भए हुन्थ्यो केटा। मैले फुल दिन्छु भनेको त उल्टे उल्टे दिएर म त टुवा पोथीले नै दिने हो भाइ फुल। मैले गल्ती गरेको छैन। के हो दाजुजू, गल्ती नै गरेको छैन भन्छ त? गल्ती नगरे माफी माग्छ, ठोक्न।